गाइस आज चाहिँ हामी यहाँनिर सुपारी लिएर आएको छ। यो चाहिँ हामी उता छिमेकी आन्टीकोबाट, छिमेकी आन्टी नै भनौँ न अब होइन। हामी चाहिँ यो खाना ट्राई गरिरहेको छु, हेर्नु होला। मजा आएको छिटो चाहिँ बाटोमा आउँदा आउँदै यसलाई खिचेको। गाइस हामी चाहिँ खाएर ट्राई गर्छौँ। खिचेको आमामा कति साह्रो त। तर यसले यो खायो भने चाहिँ माछा भने है गाइस। हेरौँ न, अघि खाना त खाएको तर कस्तो कस्तो भएको थियो। खोल्छिटो अझ पनि छ। त्यसले चाहिँ आधी नै खोलिसकेको थियो अगाडिदेखि नै, यति यति जति नै खोलेको होला। अब म खोलेछु। खोलिसकेको छ। यति साह्रो यस्तरी आज नै खानुहुँदैन, मातेर मर्छ म त। मातेर तर हाम्रो खाने बानी छैन नि त होइन, खाने बानी छैन अनि त्यही भएर। कति साह्रो नाटकले कस्तो भनेको कति साह्रो मेरो जुठो उठाइरहेको छ गाइस। के भनौँ यो प्लेट नखर्नु यहाँ दाँतमै अड्के यार। मान्छे गरो सुपारी आफै गाइस अब हामी खाना ट्राई गर्छौँ। पहिले सुपारी उड्यो न टोकौँ न। सुपारी यो चाहिँ सुपारी हो। हामीसँग चाहिँ 5-6वटा थियो त खाइसक्यो बाटोमा पनि 5-6वटा थियो। अब आनीले एउटा दिनुभयो। अब यो चाहिँ हामी खानु ट्राई गरिरहेको छु। खाना त अघि खाएको तर कस्तो कस्तो भएको थियो। तर मिठो हुन्छ कि हुँदैन त्यो चाहिँ हामीले कसरी तितो तितो हुन्छ कि बनिरहेको थियो। गाइस यस्तो हुँदो रहेछ। यस्तो साह्रो हुन्छ होला भनेको मैले, तर यो काँचो भएर होला। तर कस्तो कस्तो देखाएको छ। बाख्रा खुट्टा भर्खर जन्मे जस्तो कस्तो तितो तितो भएको। तर कस्तो भिडियोमा अलि राम्रोखेरि खान्छ नि त होइन। अनि एउटा चाहिँ हाम्रो यहाँ बहिनी छ, यतापट्टि यहाँ हामी चाहिँ खाइरहेको। अब कस्तो हुन्छ एकचोटि मुखमा हाल्दा नि तितो तितो भइसक्यो गाइस। स्क्रेच नदेखाइ यो भिडियोमा।